म आज तपाईहरुलाई बिल्कुलै नयाँ कुरा सिकाउन गइरहेको छु। फेसबुक मोनेटाइज भइसकेपछि अर्थात् फेसबुकमा स्टार सेटअप गरिसकेपछि तपाईहरुले जान्नै पर्ने कुरा चाहिँ म आज तपाईहरुलाई यो भिडियो मार्फत सिकाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो हराउन सक्छ, कपी लिंक गरेर अर्थात् सेभ गरेर राख्नु होला है त। यसका लागि यहाँ मेरो अर्निङमा देखाउँछु म तपाईहरुलाई। अर्निङमा जाने, त्यसपछि मेरो यो अर्निङमा देख्न सक्नुहुन्छ $0.33 चाहिँ स्टारबाट कमाइ भएको छ। मलाई स्टार गिफ्ट गर्नुभएको छ। स्टार चाहिँ को दियो भनेर उनीहरूलाई स्पेशल थ्याङ्क यू पनि त भन्नु पर्यो हैन। त्यसका लागि यहाँ जाने, यहाँ गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ फोटोबाट चाहिँ 0.24, बाँकी भिडियो रिल्सबाट चाहिँ मैले स्टार पाएको रहेछु है। यहाँ पहिला चाहिँ पाएको थिएन, अस्ति भर्खरैदेखि चाहिँ यो पाइरहेको रहेछु मैले। त्यसपछि यहाँ तल जानुभयो भने स्टार पठाउने मान्छेहरू यहाँ हुन्छ। कोले स्टार पठायो भनेर यहाँ थिच्ने, यहाँ थिचिसकेपछि उहाँहरूले चाहिँ मलाई स्टार पठाएको। अब स्टार पठाउनु भयो, तपाईहरुलाई थ्याङ्क यू सो मच भनेर अब हामीलाई याद हुन्न, धेरैजनाले पठाएको हुन्छ, कसले कति पठाए थाहा हुँदैन। अनि यहाँ थाहा हुन्छ है कसले कति स्टार पठायो भनेर। उहाँ भरत ढकाल सरले मलाई 20 वटा स्टार पठाउनु भएको रहेछ। त्यसपछि 2, त्यसपछि 2, त्यसपछि 1-1 पठाउनु भएको छ है। अब उहाँहरूलाई थ्याङ्क यू भन्नका लागि चाहिँ यहाँ जाने, मेसेजमा थिच्ने, त्यसपछि यहाँ अटो मेसेज आउँछ, मैले पहिला पठाइसकेको छु। त्यसपछि यहाँ मानौँ यहाँभन्दा तल उहाँ हुनुहुन्छ, उहाँलाई थिचौँ, उहाँलाई मैले पठाएको छैन, यहाँ लेखेर यहाँ अटो लेखेको हुन्छ है, मलाई स्टार दिनुभएकोमा थ्याङ्क यू भनेर यसरी पठाउनु मिल्छ है त। यहाँ सबै जतिजना हुनुहुन्छ उहाँहरूलाई यसै गरी पठाउन सक्नुहुन्छ। जतिले पनि यहाँ स्टार पठाउनु भएको छ तपाईहरुलाई थ्याङ्क यू सो मच। तपाईहरुले पनि आफूलाई स्टार पठाउनेहरूलाई यसै गरी स्पेशल पठाउन सक्नुहुन्छ। अनि यहाँबाट चाहिँ तपाईहरुले यो वाला जुन लेखेको छ नि, यसलाई चेन्ज गर्न पनि मिल्छ है। यसलाई चेन्ज गरेर तपाईले आफूले लेख्न पनि मिल्यो, अर्थात् यसलाई अटो सेटअप गर्न पनि मिल्छ। यदि आउँदैन भने भन्नु होला, मैले त्यो पनि सिकाउँछु। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला। अनि फलो गरेर साथी पनि जोडिनु होला है। आजका लागि बाइ बाइ, फेरि भेटौँला अर्को भिडियोमा।